के तपाईँको समय चोरी भइरहेछ? हेर्नुहोस्, बारम्बार यस्तो लाग्छ कि तपाईँ फेरि सुरु गर्दै हुनुहुन्छ त्यही समस्या, त्यही ढिलाइ हरेक पटक। यो सधैँ सामान्य हुँदैन। बाइबलले केही गहिरो कुरा देखाउँछ। योएल अध्याय 2 पद 25 मा परमेश्वर भन्नुहुन्छ, फट्याङ्ग्राहरूले खाइदिएका ती वर्षहरू म तिमीहरूलाई फर्काइदिनेछु। ध्यान दिनुहोस्, वर्षहरू यसको मतलब समय हराउन पनि सक्छ र फिर्ता आउन पनि सक्छ। दानियल अध्याय 10 पद 13 मा उत्तर पहिलो दिनमै पठाइएको थियो, तर ढिलाइ भयो। त्यसैले ढिलाइ वास्तविक हो। समाधान के हो? भजन सङ्ग्रह अध्याय 31 पद 15, मेरो समय तपाईँको हातमा छ। जब तपाईँ समय आफै समात्नुहुन्छ तब दबाव बढ्छ र जब तपाईँ परमेश्वरलाई सुम्पिनुहुन्छ तब सही तालमेल आउँछ। प्रभु, म र मेरो समय र मेरो ढिलाइ तपाईँको हातमा सुम्पिन्छु र जब सही तालमेल आउँछ, परमेश्वरले केवल समय मात्र फर्काउनुहुन्न, बरु त्यहाँ गति पनि फर्काइदिनुहुन्छ।